हेलो नमस्कार सम्पूर्णमा स्वागत छ फेरि पनि तपाईँलाई आजको मेरो नयाँ भिडियोमा। आजको भिडियोमा मैले बिबिएम एथ सेमिस्टरमा जो स्टडी गर्दै आइरहनु भएको छ नि तपाईँहरूको लागि भनेर बनाएको भिडियो हो। र सब्जेक्टको नाम छ सर्भिस अपरेसन्स एन्ड म्यानेजमेन्ट अनि च्याप्टरको नाम छ च्याप्टर 2 सर्भिस स्ट्राटेजी है। यो च्याप्टर निकै छोटो र इजी छ, त्यस्तो धेरै गाह्रो छैन, एकदम छोटकरी म तपाईँलाई बुझाउन चाहन्छु। ध्यान दिएर अन्तिमसम्म भिडियोलाई हेर्नु होला। सर्भिस स्ट्राटेजी भनेको वास्तवमा के हो रहेछ त भन्दाखेरि चाहिँ नि, यो भनेको चाहिँ के हो भने सर्भिस स्ट्राटेजी इज प्लानिङ हो क्या, एउटा प्लान। यो स्ट्राटेजी भन्ने बित्तिकै तपाईँले प्लानिङ भन्ने वर्डलाई दिमागमा सम्झे हुन्छ क्या है। सो सर्भिस स्ट्राटेजी इज प्लानिङ एन्ड प्रोभाइडिङ सर्भिसेस म्याचिङ बिजनेस गोल एन्ड निड। बिजनेसको गोललाई पुग्नको लागि जुन तपाईँले केही सर्भिस प्रोभाइड गर्नुहुन्छ र म्याच गर्छ भने त्यसलाई हामीले सर्भिस स्ट्राटेजी भनेर भन्छौँ। डेफिनेसन फेरि सुन्नु होला। सर्भिस स्ट्राटेजी इज प्लानिङ एन्ड प्रोभाइडिङ सर्भिसेस म्याचिङ बिजनेस गोल एन्ड निड। सक्यो क्या। एक्जाम्पल के बुझ्नु भने तपाईँले यसरी बुझ्नु न, ब्याङ्कले के गरेको छ, ब्याङ्कले मोबाइल ब्याङ्किङ बनाएको छ। मोबाइल ब्याङ्किङको थ्रुबाट के भइरहेछ, कस्टमरहरूलाई कति सजिलो भइरहेछ काम गर्न होइन। कस्टमरको निड जुन छ पुरा भएको छ नि त, म्याच भएको छ कि छैन, छ नि त होइन, त्यो कुरा हो क्या। एक्जाम्पल त्यो भयो है। यति नै हो, यसलाई मिलाएर लेख्नु सक्यो। अर्को छ हामीसँग डिस्टिङटिभ क्यारेक्टरिस्टिक्स अफ सर्भिस अपरेसन भन्छ। भनेको सर्भिस अपरेसनको एउटा कस्तो खालको चरित्र हुन्छ, उसको नेचर कस्तो हुन्छ क्या, क्यारेक्टर कस्तो हुन्छ भन्ने कुरा छ, जसमा एउटा पोइन्ट रहेको छ तपाईँको इन्टेन्जिबिलिटी भन्छ। इन्टेन्जिबिलिटी भनेको के हो, तपाईँलाई यो पहिला पनि मैले च्याप्टरमा पढाएको कुरा यहाँ पनि फेरि भन्नुपर्ने छ। इन्टेन्जिबिलिटी भनेको कस्तो भने सर्भिस भनेको एउटा यस्तो चिज हो जसलाई हामीले टच गर्न सकिँदैन क्या। यु कान टच अर सी अ सर्भिस होइन, लाइक अ थिङ होइन। जस्तै अब तपाईँले अब कपाल काट्नु पसलमा जानुभयो, कपाल काट्नु भयो, तपाईँले त्यो आँखाले देखे पनि तपाईँले छुन त सक्नुहुन्न नि त। अब कपाल यसरी छोयो भनेर त बुझिँदैन क्या। तर जुन चाहिँ सर्भिस दिनुहुन्छ त्यो सर्भिस दिएको त अर्कै हो नि त होइन। तपाईँलाई उसले कपाल काटिदिन्छ, तपाईँलाई सर्भिस दिएको हो नि त होइन। रेलमा जानुभयो, कतै यात्रा गर्नुभयो, तपाईँले सर्भिस लिनुभयो नि त। त्यो सर्भिस जस इन्टेन्जिबिलिटी हुन्छ क्या, जुन हामीले टच गर्न सकिँदैन, टच गर्न सकिँदैन, त्यसलाई भनिन्छ इन्टेन्जिबिलिटीको मिनिङ त्यो हो। अर्को छ हेटेरोजिनिटी भन्छ। हेटेरोजिनिटीले के भन्छ भने सर्भिस इज नट अलवेज द सेम। सर्भिस एकै नासको हुँदैन क्या, फरक अनुसार फरक फरक हुन्छ है। तपाईँ कपाल काट्ने पसलमा जानु कि यो टोलमा एउटा कपाल काट्ने दाइले काट्दाखेरि एउटा स्टाइलमा काटिदिनुहुन्छ भने अर्को पसलमा जानु उसको अर्कै स्टाइल हुन्छ क्या। फरक फरक हुन्छ नि त होइन। मान्छेले सर्भिस धेरै फरक फरक तरिकाले दिन्छ क्या। कुनै होटलमा जानु, एउटा होटलमा तपाईँलाई जसरी सर्भ गर्छ अर्को होटलमा तपाईँलाई अर्को तरिकाले तपाईँलाई सर्भ गर्छ कि होइन। तपाईँ कति चिकन विङ्स खान जानु त, एउटा होटलमा तपाईँलाई चिकन विङ्स दिँदाखेरि यत्तिकै दिन्छ, अनि हातमा त्यो ग्लोभ्स लाउनको लागि प्लास्टिक दिँदैन भने अर्को होटलमा जानुहोस् त, तपाईँलाई त्यो प्लास्टिकमा ग्लोभ्स पनि दिएर नि त होइन। हो त्यो राम्रो हो नि त होइन। सो त्यो भयो क्या, हेटेरोजेनिटी भनेको चाहिँ त्यो हो। अर्को हुन्छ हाम्रो साइमल्टेनिटी भन्छ। साइमल्टेनिटी भनेको चाहिँ के हो भने सर्भिस इज मेड एन्ड युज एट द सेम टाइम क्या। त्यतिखेर बनाइन्छ र त्यतिखेर युज भइहालिन्छ क्या। धेरै लामो समयसम्म राखिरहने हुँदैन। क्रिम रोल बनाए जस्तै, डुनट बनाए जस्तै होइन, आज बनाए 3-4 दिनपछि बेच्यो त्यस्तो हुँदैन क्या। तुरुन्त त्यतिको त्यो हुन्छ होइन। अब एकैचोटि हुन्छ क्या, एकैचोटि हुन्छ क्या। सर्भिस बन्छ पनि र प्रयोग पनि एकैचोटि गरिन्छ क्या। गुड्सहरू पो प्रडक्टहरू पो आज बनाए भोलि पर्सि बित्दा पनि भयो होइन। त्यस्तो हो नि त कुराकानी। जस्तै के हुन्छ भने अब तपाईँ एउटा स्टुडेन्ट हुनुहुन्छ, तपाईँलाई टिचरले केही कुरा पढाइरहनु भएको छ, केही कुरा सिकाइरहनु भएको छ अरे भनेपछि उहाँले तपाईँलाई ज्ञान दिइरहनु भएको छ, तपाईँले ज्ञान लिइरहनु भएको छ नि त। सर्भिस त तपाईँले एकैचोटि लिनुभयो नि त होइन। होइन हो किन भन्नु त, हो त्यो हो क्या। एकैचोटि सिक्नुभयो नि त तपाईँले। अब यही कुरा गरौँ, तपाईँले मेरो भिडियो हेरिरहनु भएको छ, मैले तपाईँलाई ज्ञान बाँडिरहेको छु क्या। मैले सर्भिस दिइरहेको हो नि त एउटा होइन। एकैचोटि ज्ञान लिनु नि त, हो किन, एकैचोटि ज्ञान लिनुभयो नि त। यो भिडियो हेरेर तपाईँले ठ्याक्क पाउनुभयो नि त होइन। भिडियोमा हेरेर ज्ञान पाउनुहुन्थ्यो, ज्ञान पाउनुहुन्न थियो। एकैचोटि भयो क्या। साइमल्टेनिटी भनेको त्यो हो, सेम टाइममा हुन्छ है। अर्को के छ भने इन्सेपरेबिलिटी भन्छ। इन्सेपरेबिलिटी भनेको के हो भने सर्भिस एन्ड द पर्सन गिभिङ इट टुगेदर क्या। सर्भिस एन्ड द पर्सन गिभिङ इट टुगेदर, गिभिङ इट गो टुगेदर, ठिक छ नि। एक्जाम्पल के छ भने यु क्यान्ट सेपरेट अ डक्टर फ्रम द चेकअप। अब चेकअप गर्नको लागि कसको आवश्यकता पर्छ, डक्टरै चाहिन्छ नि त यार। डक्टर बिना चेकअप कसैले गर्छ, गर्दैन नि होइन। कपाल काट्नको लागि को चाहिन्छ, कपाल काट्ने मान्छे नै चाहिन्छ नि त। कपाल काट्ने मान्छे बाहेक होटलमा खाना बनाउने मान्छेले आएर कपाल काट्न सक्छ, सक्दैन नि त होइन। इन्सेपरेबिलिटी भनेको त्यो हो क्या, सेपरेट हुँदैन क्या। जसको जो सर्भिस प्रोभाइडर उही व्यक्तिको आवश्यकता पर्छ भनेर भनिदिने। अर्को छ पेरिसेबिलिटी भन्छ। यसले भने के भने सर्भिस कान बी स्ट्यान्ड फर लेटर, स्टोर गरिँदैन क्या। पछिको लागि पनि युज गर्न मिल्छ भनेर स्टोर गरिँदैन। कहाँ खानेकुरा जस्तो हो त हौ, आज बनाए 2 हप्तापछि बेच्दा पनि हुन्छ नि त, होइन नि त होइन। आज छ सर्भिस, अहिले छ। अहिले फिल्मको टिकट 2 बजे दिउँसो आज मुभी लाग्दैछ, आउने हेरिहाल्नु, तपाईँले टिकट काट्नुभयो, 2 बजे तपाईँ आउनु भएन, ल्या किन नआएको भनेर सोधेको त, एक्जाम त त्यसैले आइन अरे, अनि टिकट चाहिँ किन काटेको त भने गयो, टिकट गयो नि त होइन। हो त्यो हो क्या, पेरिसेबिलिटी भनेको त्यो हो क्या। सर्भिस स्टोर हुन सक्दैन है, आउने त्यो टाइम गएपछि गयो गयो, टाटा बाई बाई। अर्को हुन्छ हाई लेबर इन्टेन्सिटी भन्छ। यसले के भन्न सकेको छ भने सर्भिसेस निड मोर पिपल टु डु द वर्क।
होइन। सर्भिस गर्नको लागि क्या, सर्भिस जुन मान्छेले दिइरहेका हुन्छ त्यसको लागि धेरै उयोहरूको आवश्यकता पर्छ क्या, धेरै लेबरको, धेरै मान्छेको आवश्यकता पर्छ क्या। स्कुल निड मेनी टिचर्स टु टिच स्टुडेन्ट। एउटा स्कुल छ, त्यहाँ हजारौँ विद्यार्थीहरू हुन्छन्, कि एक दुईजना टिचरलाई भ्याउँछ पढाएर, भ्याउँदैन नि त होइन, टन्ने टिचरहरू हुन्छ नि त। सो सर्भिसमा चाहिँ के हुन्छ, हाई लेभल इन्टेन्सिटी हुन्छ नै लेखिदिने, यति भएपछि सकिहाल्यो ल। यसका फिचरहरू छन्, त्यस्तो गाह्रो थिएन। अर्को छ हामीसँग सिलेबसमा टपिक तपाईँको क्लासिफाइङ सर्भिसेस फर स्ट्राटेजिक इन्साइट भन्छ ल। हेर्नु त, यो एकदम सजिलो छ। सर्भिसलाई अब यसरी क्लासिफाई गरिएको छ क्या स्ट्राटेजिक इन्साइटको रूपमा। यो एक क्वेसनले वास्तवमा हामीलाई सोध्न खोजेको चाहिँ वास्तवमा के हो भने नि, कसरी चाहिँ क्या, हाउ क्यान वी अर्गनाइज सर्भिसलाई हामीले कसरी अर्गनाइज गर्न सक्छौँ इन्टु टाइप्स टु अन्डरस्ट्यान्ड देम बेटर एन्ड प्लान स्मार्टली भन्छ क्या। हामीले सर्भिसलाई कसरी अर्गनाइज गर्न सक्छौँ प्रकारहरूमा, यो प्रकारको आधारबाट चाहिँ सर्भिस हामीले दिइरहेका छौँ होइन। ल अब हामी यसो गरौँ न, हामी यसको माध्यमबाट जाउँ, यसको माध्यमबाट जाउँ, यसको माध्यमबाट जाउँ, हो यस्तो यस्तो तरिकाले चाहिँ हामीले अर्गनाइज गर्न सक्छौँ अरे क्या। के छन् त तिनीहरू भन्दाखेरि चाहिँ हामीसँग चारवटा पोइन्टहरू छन्। सुरुको पोइन्टले भन्छ मार्केट सेगमेन्टेसन भन्छ। मार्केट सेगमेन्टेसन भनेको तपाईँको के रहेको छ भने एकदम इजी छ। मार्केट सेगमेन्टेसन भनेको यहाँ हेर्नु ल, यसमा के पर्छ भने मार्केटलाई डिभाइड गर्नु क्या इन्टु ग्रुप अफ कस्टमर बेस्ड अन क्यारेक्टरिस्टिक्स सच एज डेमोग्राफिक बिहेभियर निड। तपाईँको कम्पनीले कुनै सर्भिस दिँदैछ, सर्भिस दिने क्रममा पनि तपाईँले के गरेर दिनुभयो भने तपाईँले डेमोग्राफीको आधारमा दिनुभयो क्या। मेलको लागि यो प्रडक्ट लिने, फिमेलको लागि यो प्रडक्ट लिने होइन। अब यो लेभलको लागि यो लिने, यो लेभलको लागि यो गर्नु भने तपाईँले सेगमेन्टेसन भनेको त्यो हो क्या, छुट्याउने काम गर्नुभयो। यसरी हामीले चाहिँ उयो गर्न सक्छौँ, सर्भिस उयो गराउन सक्छौँ भन्ने एउटा पोइन्ट हो। अर्को छ प्रडक्ट मार्केट म्याट्रिक्स भन्छ क्या। यो भनेको चाहिँ कस्तो भने तपाईँको मार्केटको रिलेटिभ ग्रोथ के छ र मार्केट सेयर के छ, यो कतिको पढेको याद छ तपाईँहरूलाई? मैले पहिला त बिजनेस स्ट्राटेजीमा पनि पढाएको थिएँ, बोस्टन कन्सल्टिङ ग्रुपमा पनि पढाएको थिएँ नि होइन। दुईवटा चिज हुन्छ, एउटा रिलेटिभ मार्केट सेयर, अर्को रिलेटिभ मार्केट ग्रोथ भन्ने हुन्थ्यो। हो यसकै आधारमा क्या भनौँ न, यसकै आधारमा प्रडक्टलाई के गरिन्छ त, प्रडक्ट र सर्भिसलाई प्लट गर्ने काम गरिन्छ क्या। मार्केट ग्रोथ कति छ र मार्केट सेयर कति छ भन्ने आधारमा प्रडक्ट मार्केट म्याट्रिक्सले त्यो भन्छ। अर्को छ भ्याल्यु चेन एनालाइसिस। सबै पहिला पढेकै साथीहरू पोइन्टहरू छन्, रिपिट मात्र भएका हुन् क्या, स्ट्रेटेजीमा पढायो नि त। ल हेर्नु त, भ्यालु चेन एनालाइसिसले के भन्छ भने दिस इन्भल्भ ब्रेकिङ डाउन द डिफरेन्ट एक्टिभिटिज that इन्भल्भ इन डेलिभरिङ अ सर्भिस एन्ड आइडेन्टिफाइङ एरिया वेयर अ कम्पनी क्यान क्रिएट अर क्याप्चर भ्याल्यु। जति पनि कम्पनीले प्रडक्ट बनाउँछ या त सर्भिस दिने काम गर्छ नि, त्यो सर्भिस मध्ये उसले यस्तो तरिकाले यो गराउँछ क्या भनौँ न, ब्रेकडाउन गराउँछ क्या, ब्रेकडाउन गराउँछ अनि पत्ता लगाउँछ कि कुन चाहिँ कुरामा उसले धेरै भ्यालु दिन सक्छ होइन, क्याप्चर गर्छ क्या। भ्यालु चेन एनालाइसिस भनेको त्यो भ्यालु कसरी दिन सकिन्छ, केलाई केबाट चाहिँ हामीले धेरै भ्यालु दिन सक्छौँ भन्ने बारे विशेष फोकस गर्छ। अर्को छ कम्पिटेटिभ एनालाइसिस भनेको के भने अरूभन्दा फरक पाउन खोज्छ, अरूभन्दा फरक हुनु पर्यो होइन त। दिस इन्भल्भ एनालाइसिङ द स्ट्रेन्थ एन्ड विकनेस अफ अ कम्पनी कम्पिटिटर इन अर्डर टु आइडेन्टिफाई एरिया वेयर द कम्पनी क्यान डिफ्रेन्सिएसन इट सेल्फ। म भन्दा राम्रो ऊ छ, अब ऊ भन्दा राम्रो हुनको लागि मैले मेरो कम्पनीमा कस्तो सर्भिस दिनु पर्यो त त्यो हेर्ने काम गर्छ अरे क्या। कम्पिटेटिभ एनालाइसिस भनेको त्यो हो। ओके, सिलेबसमा हामीसँग अर्को टपिक रहेको छ तपाईँको चाहिँ द स्ट्राटेजिक सर्भिस भिजन भन्छ क्या है। द स्ट्राटेजिक सर्भिस भिजन भन्छ साथीहरू, ल हेर्नुहोस्। स्ट्राटेजिक सर्भिस भिजनमा अरू केही पनि नपढ्नु, सिधै यो पढे पुग्छ। यो स्ट्राटेजिक भिजनले भन्न खोजेको चाहिँ वास्तवमा के हो भने एउटा प्लान हो क्या, यो ठिक छ नि, एउटा प्लान हो क्या। स्ट्राटेजिक सर्भिस भिजन भन्ने बित्तिकै, स्ट्राटेजिक भन्ने बित्तिकै दिमागमा प्लान भनेर कन्ठ गरिहाल्नु न, मैले कतिचोटि भनिसकेको छु होइन। स्ट्राटेजिक भन्ने एउटा आएकै दिमागमा प्लान भनेर सम्झिहाल्ने हो क्या। सो एउटा प्लान हो जसले के गर्छ त, जसले देखाउँछ क्या, जसले के देखाउन सहयोग गर्छ भने एउटा प्लान हो जसले के देखाउन सहयोग गर्छ भने कम्पनीलाई भविष्यमा गएर कहाँ पुग्न मन छ। इट्स अ क्लियर प्लान हो द्याट सोज अ कम्पनी वान्ट्स, द्याट सोज वेयर अ कम्पनी वान्ट्स टु बी इन द फ्युचर एन्ड हाउ इट गेट देयर। कम्पनीलाई भविष्यमा गएर यहाँ पुग्न मन छ र यहाँ पुग्नको लागि कसरी जान सक्छ त्यो कुरा देखाउने काम गर्छ के। ओके, यसैलाई के भनिन्छ त, स्ट्राटेजिक सर्भिस भिजन भनेर भनिन्छ है। इट एलायन्स मार्केटिङ एन्ड अपरेसन टु एचिभ गोल। अनि यसमा के छ, तपाईँको मार्केटिङको थ्रुबाट अपरेसनका थ्रुबाट गरिन्छ अरे क्या। स्ट्राटेजिक सर्भिस भिजन भनेको त्यो छ। एक्जाममा तपाईँलाई सोध्दा यसको हामीसँग के एट्रिब्युटहरू छन्, के एट्रिब्युटहरू छन् भनेर लेखिदिनु ल। एट्रिब्युटलाई तपाईँले अर्को भाषामा के भनेर बुझ्दा हुन्छ भने नि, यो भनेको क्यारेक्टरिस्टिक जस्तै हो क्या, क्यारेक्टर पनि भनिन्छ होइन, क्यारेक्टरिस्टिक्स भन्ने पनि हुन्छ ल। द सम अफ द क्यारेक्टरिस्टिक्स आर एट्रिब्युट्स अन इफेक्टिभ स्ट्राटेजिक भिजन स्टेटमेन्ट के हुन्छ ल हेर्नु। यस्तो यस्तो गऱ्यो भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा गराएको छ। पहिलो नम्बरमा छ फ्युचर ओरिएन्टेड। यसले के भन्छ भने यसले डिस्क्राइब गराउन सहयोग गर्छ क्या, कम्पनी कहाँ पुग्न चाहन्छ भविष्यमा गएर त्यो यसले देखाउने काम गर्छ, कहाँ पुग्न चाहन्छ कम्पनी होइन। अर्को छ इन्सपाइरिङ एन्ड च्यालेन्जिङले के भन्छ रहेछ भने मोटिभेट्स द टिम विथ एन एक्साइटिङ एन्ड बोल्ड गोल।
टिमलाई मोटिभेट गर्न सक्नुपर्छ, इन्सपायर गर्न सक्नुपर्छ। जब टिम मोटिभेट हुन्छ, राम्रो पर्फर्मेन्स हुन्छ, जब राम्रो पर्फर्मेन्स हुन्छ तब सर्भिस पनि राम्रो दिन सक्छन् भन्ने कुरा गरेको छ। अर्को छ मोटिभेटिङ एन्ड मेमोरेबल भन्छ। यसले के भन्छ भने लिभ्स अ लास्टिङ इम्प्रेसन एन्ड ड्राइभ्स एक्सन क्या। राम्रो खालको तपाईँको एउटा इम्प्रेसन दिनु होइन, के गराउन सकिन्छ भन्ने बारे, कसरी उनीहरूलाई पुसिङ टुवार्ड गराउन सकिन्छ त्यो कुरा हेरिदिन्छ कि। अर्को छ हामीसँग तपाईँको पर्पोज ड्राइभन भन्छ। यसले के भन्न खोजेको छ भने चाहिँ वाट इज द लार्जेस्ट सेन्स अफ अर्गनाइजेसनल पर्पज यु आर स्ट्राइभिङ टु अप्टेन। तपाईँले के कुरा बुझ्नु पर्यो भने नि लार्ज क्या सबसे ठुलो चिज हामीले के गर्न सक्छौँ भन्ने बारे यसले फोकस गर्छ होइन। अनि मिनिङफुल गोल होस् या त मिसन होस्, हामीले यो गर्दा राम्रो हुन्छ भन्ने कुराले हेर्ने काम गर्छ। लास्टमा छ युनिक। युनिकले के भन्न सकेको गर्छ भने स्ट्यान्ड आउट फ्रम अदर्स एन्ड सोज वाट मेक्स द कम्पनी डिफ्रेन्ट। अरूभन्दा फरक कुरा पाउनको लागि तपाईँले अरूभन्दा फरक खालको काम गर्नुपर्छ। के गर्न सकिन्छ त्यो आफूले पत्ता लगाएर काम गर्न सक्यो भने एउटा राम्रो खालको स्ट्राटेजिक सर्भिस भिजन प्राप्त गर्न सकिन्छ भने लेखिदिनु भइहाल्छ ल। ल यसको बारेमा यति नै, भन्दा बढी कुरा केही पनि छैन। अब हामीसँग सिलेक्सनको लागि तपाईँको के रहेको छ भने एलिमेन्ट्स अफ सर्भिस डिजाइन भन्छ। पहिला कुराकानी बुझ्नु होला वाट एक्चुली सर्भिस डिजाइन है त, किनकि यो सर्भिस डिजाइनको मिनिङ तपाईँले बुझ्नुपर्छ क्या साथीहरू। ल सुन्नु है, यो सर्भिस डिजाइन भनेको चाहिँ कस्तो रहेछ भने नि नामै काफी छैन। सर्भिस डिजाइन भनेको सर्भिसलाई नै डिजाइन गर्नु क्या। म तपाईँलाई एउटा इक्जाम्पल सेयर बुझाउन चाहन्छु, ध्यान दिएर सुन्नु होला, एकदम मजाले क्लियरली तपाईँहरूले बुझ्न सक्नुहुन्छ है त। ल ल साथीहरू, त्यो डिजाइन भन्छ नि, डिजाइन भनेको के हो भने तपाईँको सबै कुरालाई राम्रोसँगले मेन्टेन गर्नलाई डिजाइन भनेर भनिन्छ क्या। सो हामी यहाँ पढ्दैछौँ सर्भिस डिजाइनको बारेमा है, त्यो मिनिङ चाहिँ बुझिरहनु भनेर मात्रै मैले तपाईँलाई अलिकति गहिराइमा लान खोजेको हो। यसमा के हुन्छ भने सर्भिस डिजाइन भनेको के भने कुनै पनि सर्भिसको बारेमा मजाले प्लान गर्नु क्या, अर्गनाइज गर्नु र एरेन्ज गर्नु होइन। कसलाई गर्नु त, त्यो सर्भिसमा जो जो लागेका हुन्छ नि ती कुराहरूलाई गर्नु। कुनै पनि सर्भिस दिन, एउटा होटलको कुरा गरौँ न यार, होटलमा के हुन्छ, होटलमा वेटर हुन्छन्, मेसिनरीहरू हुन्छन्। वेटर भनेको त्यो अब जो आउँछ टक्क टक्क गर्छ त्यो हुन्छ, रिसेप्सनिस्ट हुन्छ होइन। अनि खाना बनाउने एउटा छुट्टै हुन्छ। तपाईँको त मेसिनरीहरू हुन्छ, आइटमहरू चेयर भयो, टेबल भयो, फ्यान भयो, सिलिङ भयो, एसी भयो, हिटर भयो होइन। त्यो सबै के हो, यो सबै तपाईँका त्यो टुलहरू भयो क्या। सबै भनौँ न मेटेरियलहरू, यति सबै कुराहरू के हो त, सबै कुरालाई नै तपाईँले चाहिँ प्लान गरिन्छ, अर्गनाइज गरिन्छ र एरेन्ज गरिन्छ क्या। किनभने यी सबै कुराले सर्भिस दिइरहेको हुन्छ होइन। त्यसैलाई हामीले बुझ्नुपर्छ क्या, सर्भिस डिजाइन भनेको वास्तवमा त्यस्तै हो होइन। होटलको कुरा गरौँ, होटलमा के हुन्छ अरे, एकजना गार्ड बसेका हुन्छन्, एकजना वेटर हुन्छन्, एकजना रिसेप्सनिस्ट भन्छन्। यिनीहरू के भए, यिनीहरू सबैजना व्यक्ति भए क्या, दे अल आर पिपल हो। ठिक छ नि, पिपल हो जसले सर्भिस दिने काम गराउँछ। अनि इन्फ्रास्ट्रक्चर पनि हुन्छ, हुन्छ कि हुँदैन। तपाईँको चेयर भयो, टेबल भयो, लाइटिङ भयो, यिनीहरू इन्फ्रास्ट्रक्चरहरू भयो एउटा होटेलमा। अनि अर्को के हुन्छ, कम्युनिकेसन पनि हुन्छ। यानि कि आई अर्डर वेटर, वेटर अर्डर खाना बनाउने मान्छेलाई, म बसिरहेको छु चट्ट होटलमा आएँ, एकजना आएर मलाई भन्छ क्या, हेलो सर, हजुर के छ हजुर, अनि के लानु, खाजा के लिनुहुन्छ होला सर भनेर चट्ट भन्छ। म मेनु हेरेर आउँछ, चट्ट म मेनु हेरेर आउँछु। अनि चट्ट आउँछ, हेलो सर हजुर के खाँ मलाई हजुर भन्दा मैले सम्झ, अनि यसो हेरेर मलाई एक ठाउँ किमा नुडल्स अनि एक ठाउँ प्लेन लस्सी दिनु न ल भनेर मैले भन्छु क्या। मैले भने नि त, भने चाहिँ के हुन्छ, अब त्यो वेटरले गएर किचनमा गएर त्यो जो कुकिङ गर्ने मान्छे छ उसलाई भनिदिन्छ होइन। उसलाई भनिदिन्छ भने चाहिँ खानेकुरा आउँछ, उसले मलाई ल्याइदिन्छ टक्क। अनि थ्याङ्क यू सो मच भने खान्छु मजाले, म किमा नुडल्स खाइदिन्छु। अनि खाइसकेपछि के हुन्छ, चुपैलाई ट्याप दिन्छु म, होइन नि त, ट्याप दिन्छु त म, होइन नि त, म ट्याप दिँदाखेरि मलाई कारवाही गर्छ नि त होइन। के गर्छु म, बसेर हुन्छु, सर हेलो म्याम सुन्नु न, हेलो सर सुन्नु मेरो बिल कति यसो पठाइदिनु है भन्छु। र डायरीमा चट्ट बिल लिएर आउँछन्। अनि यसो हेर पैसा दङ्ग परिन्छ क्या, 1500 पो आएछ, 1000 पो आएछ होइन। अनि पैसा दिने काम गर्छु। हो त्यो के हो, एउटा त्यो के हो भने तपाईँको त्यो भनेकै त्यही हो क्या होइन। त्यो भनेकै त्यही हो। रिसेप्सनिस्टलाई अब मैले जुन बिल माग्छु नि, मैले बिल माग्दा के हुन्छ, त्यो जो वेटरवाला मान्छे छ, वेटरवालाले के गर्छ, त्यो रिसेप्सनिस्टमा जो मान्छे बसेको एकदम लेडी बसेको छिन् मानौँ होइन, ऊ लेडीकोमा गएर उसले बिलको कुरा गर्छिन् र लेडीले वेटरलाई त्यो बिल दिन्छ, वेटरले मलाई आएर यता दिन्छ क्या होइन। यसरी काम कुराहरू हुन्छ। अनि मेटेरियल पनि त छ, हो किन भनौँ न, मेटेरियलहरू पनि त हुन्छ नि, अब कति के कुराहरू हुन्छ। सो यो सबै कुरा के बुझ्नु पर्यो भने नि, यो सबै कुरालाई प्लान गर्नु क्या होइन। यो सबै कुराको बारेमा ट्याक 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 मेन्टेन गर्नु, ट्याक्का ट्याक्का प्लान गर्नुलाई नै के भनिन्छ भने सर्भिस डिजाइन भनेर भनिन्छ। किन यस्तो गरिन्छ त, किनभने यस्तो गर्न सक्यो भने बेटर सर्भिस दिन, कम्पनी हरेक कम्पनीले यस्तो किन गर्न चाहन्छ भने सो द्याट उनीहरूले बेटर सर्भिस दिन सकुन्, कम्युनिकेसन पनि राम्रो होस् भनेर यसरी गरिन्छ क्या। सो इक्जाम्पलको लागि त्यही हो। इक्जाम्पल तपाईँलाई अझै एउटा कुरा बुझाउन चाहन्छु, सुन्नु ल। कहिले काहीँ यस्तो हुन्छ नि, कहिले काहीँ यस्तो हुन्छ कि हुँदैन। जस्तै मानौ होटलमा म टक्क बसेको थिएँ, म र एकजना मेरो साथी बसेको थियौँ, केटा हो ल। अनि के भएछ नि, एकजना वेटरले आएर मलाई भने के लिनुहुन्छ सर भनेर, मैले भने मलाई एउटा एप्पल जुस ल्याइदिनुहोस् न भने।
होइन। म टेबल नम्बर कतिमा बसेको थिएँ, म टेबल नम्बर टूमा बसेको थिएँ क्या। म टेबल नम्बर टूमा बसेको थिएँ। अनि एकछिन पछाडि गएर त्यो होटलमा धेरै मान्छेहरू आउने, टेबल नम्बर थ्री फोर फाइभ सबै प्याक भएछ क्या। तर के भएछ, एकैछिन पछाडि त्यो वेटरले बिचरा खानेकुरा के गरेछ भने, अब टेबल नम्बर टू त म बसेको हो नि त होइन, मेरो सट्टामा टेबल नम्बर थ्रीमा राख्दैछ क्या खानेकुरा। अब भयो बर्बाद। उसले भन्छ मैले अर्डर गरेको थिइनँ त भनेर भन्छ। तर म भने होला मलाई पऱ्यो भनेपछि अब यसमा के बुझ्नु पर्यो भने, त्यो के भयो, त्यो सिस्टमेटिक तरिकाले गयो त गएन नि त, प्लान भयो त भएन नि त, एरेन्ज भयो त भएन नि त, यसलाई सर्भिस डिजाइन भनिँदैन क्या। तर एरेन्ज भएको छ, मजाले सिस्टमेटिक तरिकाले एरेन्ज गरिएको छ भने चाहिँ त्यसलाई के भनिन्छ, सर्भिस डिजाइन भनेर भनिन्छ क्या। सो यो यति कुरा बुझेपछि तपाईँले धेरै मजाले बुझ्नु भयो अन्त अगाडि हामी नबढौँ, यसको बारेमा यति नै कुराहरू छ है त। त्यही भएर सबै कुराहरू मजाले प्रपर एरेन्जमेन्ट हुनु पर्यो क्या। कम्युनिकेसनका कुरा, इन्फ्रास्ट्रक्चरका कुरा, मेटेरियलका कुरा, प्रोसेसका कुरा, पिपलका कुरा, फिजिकल इभिडेन्सका कुराहरू, यी सबै कुराहरूको म्यानेज भयो भने मात्र एउटा राम्रो खालको सर्भिस डिजाइन हुने गर्दछ। त्यही भएर सर्भिस डिजाइनको डेफिनेसन सुन्नु होला। सर्भिस डिजाइन इज द प्रोसेस अफ प्लानिङ एन्ड क्रिएटिङ सर्भिसेस। होइन, प्लानिङ गरिन्छ र सर्भिसलाई क्रिएट गरिन्छ। किन गरिन्छ भन्दाखेरि चाहिँ टु मिट कस्टमर निड्स इफिसियन्टली एन्ड इफेक्टिभली, कस्टमरको निडलाई पुरा गर्न सकु भनेर गरिन्छ। अब हामीसँग सिलेबसमा तपाईँको टपिक के छ भने कि एलिमेन्ट अफ सर्भिस डिजाइन भन्छ क्या। हामीसँग केही कि एलिमेन्टहरू छ, ल्याउनु एलिमेन्ट भनेको अब तपाईँको इम्पोर्टेन्ट के हो, के कुरा आवश्यकता पर्छ भने जस्तो हो क्या। यिनीहरूको चाहिँ अब यिनीहरूलाई चाहिँ विशेष फोकस गर्नु पर्यो है। कुनै पनि सर्भिस डिजाइनमा हुँदाखेरि चाहिँ सर्भिस डिजाइन गर्दा यिनीहरूलाई यी कुराहरूलाई विशेष फोकस गर्नु पर्यो भन्ने पोइन्टहरू रहेका छन् क्या। सुरुको पोइन्ट भन्छ एक्टर। एक्टर भनेको त्यही हो। एक्टर भनेको तपाईँको को पर्यो भनेको इम्प्लोइहरू पर्यो क्या। त्यस्तै इम्प्लोइहरू हुन्छ जसले चाहिँ कस्टमरसँग इन्टरेक्सन गर्न खोज्छन् होइन। एक्जाम्पल वेटर, वेटरहरू के हुनु पर्यो, वेटरहरू चाहिँ अहिले भनेको कुरा त हो, वेटरहरूले मजाले ठिकसँगले अर्डर लिने, राम्रो हुनु पर्यो, वेटरमा फोकस गरिनु पर्यो अरे क्या त्यो गर्नको लागि होइन। किनकि अब बुझ्नु न, तपाईँ आफै तपाईँको एउटा कम्पनी छ, एउटा होटल छ, होटल चलाइरहनु भएको छ, सर्भिस दिइरहनु भएको छ। अनि सर्भिस दिने क्रममा तपाईँको इम्प्लोइ नै राम्रो छैन भने पराउँछ हुँदैन, मान्छेले मन पराउँछ, भोलिपल्ट मान्छे आउँछ खानालाई, आउँदैन नि त होइन। त्यही भएर एक्टरमा एक्टर भनेको एउटा इम्पोर्टेन्ट फ्याक्टर हो क्या। यसमा फोकस गर्नुपर्छ, राम्रो हुनु पर्यो इम्प्लोइहरू होइन। अर्को छ लोकेसन। लोकेसनले के भन्छ भने अब द प्लेस वेयर द सर्भिस ह्यापन क्या। चाहे तपाईँले अब सर्भिस फिजिकली दिइरहनु भएको छ या त अनलाइनबाटै दिए तापनि राम्रो हुनु पर्यो होइन। राम्रो हुनु पर्यो। होटल चलाइरहनु छ, होटलमा पनि राम्रो खालको अवस्था हुनु, राम्रो खालको लोकेसनमा हुनु पर्यो क्या। पार्किङ गर्ने खालको सुविधा भएको हुनु पर्यो अरे क्या। या भनौँ तपाईँले अनलाइनबाट कुनै अब सर्भिस दिँदै हुनुहुन्छ भने पनि त्यो 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 सम्बन्धीको सर्भिसको वेबसाइटहरू हुनु पर्यो होइन। लोकेसन राम्रो हुनु पर्यो भन्ने कुरा गर्छ क्या। अर्को छ पिआरओ प्रप्स भन्छ। प्रप्स भनेको चाहिँ के रहेछ भने द अब्जेक्ट युज ड्युरिङ सर्भिस क्या। प्रप्सको मिनिङ चाहिँ त्यो है साथीहरू, मलाई फर्स्ट टाइम थाहा भएको जिन्दगीमा। प्रप्स भनेको चाहिँ के रहेछ भने त्यस्ता चिजहरू, अब्जेक्टहरू जुन चाहिँ सर्भिसको बेला प्रयोग भएको हुन्छ क्या। जस्तै सोफाका कुरा गरौँ, लाइटका कुरा गरौँ, मेन्यूको कुरा गरौँ, टुलका कुराहरू गरौँ, यो प्रप्स भयो। प्रप्स भन्ने पोइन्टमा ती कुराहरू परे। अर्को चाहिँ एसोसिएट भन्छ। एसोसिएट भनेको नामै काफी छैन, लिङ्क गरेछ हो नि त होइन। यानि कि अदर कम्पनीज अर पार्टनर द्याट सपोर्ट द सर्भिस। एक्जाम्पल डेलिभरिङ सर्भिस वर्किङ विथ द रेस्टुरेन्ट। तपाईँलाई कतिको थाहा छ, हाम्रो यो काठमाडौँमा फुडपान्डो डट कम हुन्छ, धरानमा भोक्लाको डट कम हुन्छ क्या। यिनीहरूले के गरेका छन्, यिनीहरूले होटलसँग एसोसिएट गरेका छन्। म यहाँ बसिरहेको छु, मलाई बिरयानी खान मन लाग्यो, चट्ट भोक्लाको डट कममा अर्डर गरेँ। ल तपाईँलाई इजीको लागि फुडपान्डो डट कममा अर्डर गरेँ, चट्ट अर्डर गरेपछि उनीहरूले के गर्छन्, मैले जुन होटलमा भनेको त्यही होटलबाट ट्याक्कै खानेकुरा ल्याएर मेरो ठाउँमा ल्याइदिन्छन् होइन। हो कि होइन, त्यो एसोसिएट भयो नि त, मिलेर गरे भन्नु खोजेँ क्या। अर्को छ प्रोसेसेस भन्छ। प्रोसेसमा चाहिँ के बुझ्नु पर्यो नि त, स्टेप्स अर सिस्टम द्याट टर्न्स अ भिजिटर इन्टु अ लोयल कस्टमर क्या। अब कुनै पनि व्यक्ति मेरो होटलमा आएको आइस या चाहिँ पहिलोचोटि आयो होइन, उसलाई मैले यस्तो तरिकाले ट्रिट गर्नु पर्यो कि दोस्रोचोटि पनि आओस्, फेरि यस्तो दामी तरिकाले ट्रिट गर्नु पर्यो कि तेस्रोचोटि पनि आओस् क्या। अनि त्यो भिजिटर आएको के लोयल कस्टमर भन्छ क्या होइन, लोयल कस्टमर भन्छ क्या। सो प्रोसेस राम्रो हुनुपर्छ। त्यही भएर हामीले यस्ता यस्ता कुरामा यदि ध्यान दिन सक्यो होइन, यस्तो यस्तो कुरामा ध्यान दिन सक्यो, राम्रोसँगले काम गराउन सक्यो भने एउटा सर्भिस डिजाइन राम्रो हुन्छ है भन्ने कुरा लेखिदिने। अनि यसका पोइन्टहरू एलिमेन्टहरू हेरिदिन छन् है त ल। अब हेर्नु साथीहरू, हामीसँग यसो गरेर सिलेबसमा तपाईँको टपिक के रहेको छ भने नि, सुन्नु ल। यसपछि गएर हामीसँग सिलेबसमा अर्को टपिक के रहेको छ भने तपाईँको एलिमेन्ट्स अफ सर्भिस डिजाइन पछि कम्पिटिटिभ इन्भाइरोमेन्ट अफ सर्भिसेस भन्छ क्या। कम्पिटिटिभ इन्भाइरोमेन्ट अफ सर्भिसेस भनेको चाहिँ म मुखले बोल्छु, यतिकै सुन्नु होला ल, स्लाइड हामीसँग छैन। कम्पिटिटिभ इन्भाइरोमेन्ट अफ सर्भिसेस भनेको चाहिँ के भने नामै काफी छ त। कम्पिटिटिभ भनेको कम्पिटिसन जस्तै बुझ्नुहोस् क्या। यसले के भन्छ भने नि, एउटा यस्तो सिचुएसन हो जहाँ धेरै सर्भिस प्रोभाइडरहरूले कम्पिट गर्छ क्या होइन। एउटा टोल छ, टोलमा 5वटा होटेल छ।
हरेक होटलले के गरेर हुन्छन्, आफ्नो आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्, आफू आफूसँग कम्पिट गरिरहेका हुन्छन्, एकअर्कासँग कम्पिट गरिरहेका हुन्छन्। किन कम्पिट गर्छन् भन्दाखेरि चाहिँ सो द्याट उनीहरूले कस्टमर एट्र्याक्ट गर्न सकुन्, रिटेन गर्न सकुन्, बाई अफरिङ बेस्ट क्वालिटी, बेस्ट प्राइस एन्ड बेस्ट एक्सपिरियन्स, होइन? जस्तै तपाईँ अब होटलको कुरा नगरौँ ल, कति होटलको कुरा गर्नु, होइन? राइड सेयरिङ मार्केटको कुरा गरौँ न। तपाईँलाई थाहा छ, पठाओ भन्ने छ, होइन? इनड्राइभ भन्ने छ, अनि एउटा टुटल भन्ने पनि थियो, धेरै अगाडि टुटल भन्ने पनि थियो, नि कतिको याद छ तपाईँलाई? अब यस्ता यस्ता जुन यो छ नि, यो कम्पनी नै भनौँ एउटा, होइन? पठाओ, इनड्राइभ, टुटलहरू, यिनीहरू जो राइड सेयरिङ मार्केट कम्पनी हुन् त, होइन? अब यिनीहरूले के गर्छन् भने यिनीहरूले कम्पिट गरिरहेका हुन्छन् क्या। कुन कुरामा कम्पिट गर्छन् भने पठाओ त महँगो छ, इनड्राइभ सस्तो, प्राइसको आधारमा कम्पिट गर्न सक्लान्, होइन? अनि एपको फिचरहरू पनि क्या, पठाओमा त धेरै विज्ञापन आउँछ, इनड्राइभमा आउँदैन, त्यसरी भन्न सक्लान्, होइन? अनि ड्राइभरको बिहेभियर चाहिँ फेरि पठाएको राम्रो छ है, इन्डियाको छैन नि भनेर आउन सक्लान्। साथीहरू जोक गरे है, फेरि रियलमा लिएर कम्पनीवालालाई नभनिदिनु नि, फेरि मलाई कारवाही गर्छन् यहाँ। मैले भिडियो बुझ्नलाई मात्रै एक्जाम्पल दिएको हो। पठाओ, इन्डिया, टुटल सबै राम्रो छन्, जय होस् सबैको, होइन? सो यस्ता यस्ता कुराहरू छन् क्या। उहाँ चाहिँ के हुन्छ भने इट्स अल एबाउट हु वी आर बेटर देन अदर क्या। कसलाई के हुन्छ, हामी अरूभन्दा राम्रो छौँ भनेर कम्पनीले कम्पिट गरिरहेका हुन्छन् क्या। हामी अरूभन्दा राम्रो, ए भन्ने कम्पनीले के भन्नु, हामी बिसी भन्दा कम्पनी भन्दा हामी ए भन्ने कम्पनी राम्रो छौँ भनेर भनौँ क्या। किन राम्रो छ भन्दाखेरि किनकि हाम्रो प्राइस चिपर छ, हामी सर्भिस छिटो दिन्छौँ, होइन? आवर क्वालिटी इज बेटर, आवर स्टाफ इज मोर फ्रेन्डली, वी गिभ मोर अफर भनेर भन्छ क्या। त्यो कम्पिट इन्भाइरोमेन्टमा यस्तो यस्तो पोइन्टहरूलाई मिलाइदिनु भइहाल्छ ल। अब नि हामीसँग सिलेबसमा त्यसपछि गएर तपाईँको अर्को टपिक के रहेको छ भने सुन्नु ल, कम्पिटिटिभ सर्भिस स्ट्राटेजिस भन्छ। धर्का तानेर ओभरअल कस्ट लिडरसिप कमा दिएर डिफ्रेन्सिएसन कमा दिएर फोकस भनेको छ क्या। यसको बारेमा तपाईँलाई यहाँ बुझाइदिन साथीहरू, मैले यसको बारेमा पहिला अगाडि एउटा भिडियो बनाएको थिएँ बिजनेस स्ट्राटेजी भन्ने सब्जेक्टमा कि, त्यसकै भिडियो हेर्नु, त्यसबाट बुझ्न सक्नुहुन्छ। त्यो भनेको चाहिँ कस्ट फोकस, डिफ्रेन्सिएसन फोकस, कस्ट लिडरसिप, डिफ्रेन्सिएसन लिडरसिप भनेको त्यही बुझ्दा भइहाल्छ है त। ल त्यो त्यसको लागि तपाईँले मेरो यो भिडियो हेर्नुहोस्। यसले वास्तवमा के भन्न खोज्छ, यसले के कुरा हामीलाई ज्ञान दिन खोज्छ भन्दाखेरि चाहिँ नि, सुन्नु है, म मेरो नोट छ, नोट हेर्दै बुझाउँछु तपाईँलाई। कुनै पनि कम्पनीलाई क्या, सुन्नुभयो, कुनै पनि कम्पनीलाई आफ्नो कम्पिटिटिभ एडभान्टेज पाउन छ, इन टर्म्स अफ कम्पिटिटर भने नि, कम्पनीले के गर्नुपर्छ, या त थोरै पैसामा धेरै भ्यालु, थोरै पैसा लिएर धेरै भ्यालु दिन सक्नु पर्यो, या त धेरै पैसा लिएर धेरै खालको भ्यालु दिन सक्नु पर्यो क्या। दुइटामा एउटा अरे, कुरा बुझ्नुभयो कि नै? मसँग नि साथी हो, एउटा यो मच्छर मार्ने ब्याट छ, होइन? मानौ यस्तै खालको ब्याट बेच्नको लागि यो 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 बजारमा, यो टोलमा 10जनाको पसल छ। हरेकले कतिमा बेचिरहेको छ यसलाई थाहा छ? 350मा बेचिरहेको छ। तर अब मैले के गर्न सक्छु, मैले के गर्नु पर्यो, मैले यसलाई 350को सट्टा मैले यसलाई 300 रुपियाँमा बेचिदिन्छु अरे, लुजा। भ्यालु उति नै दिने हो, फेरि सेम प्रडक्ट हो, सेम प्रडक्ट हो, सेम सर्भिस हो, होइन? भ्यालु उति नै दिने हो, तर मैले कतिमा बेचेँ अरे, 300 रुपियाँमा बेचेँ। मलाई के भयो भन्नुहोस् त? मलाई राम्रो भयो कि भएन? मलाई राम्रो भयो नि त, होइन? मैले के, मैले जित हासिल गरेँ हो नि त। मैले 300 रुपियाँमा बेच्ने मान्छेहरू मेरोमा आउँछ नि, या थोरै उनीहरूकोमा जान्छ, होइन? मेरोमा आउँछ नि त। हो, या त मैले त्यो गर्नु पर्यो अरे, सुन्नुभयो? भ्यालु चाहिँ फेरि उति नै दिनु पर्यो है, उनीहरूले जति दिएको छ त्यति दिन सक्नु पर्यो नि। या त त्यो गर्नु पर्यो अरे, या त अर्को उसले के भन्न खोज्छ भन्दाखेरि चाहिँ, यसलाई मैले 350 होइन, अरूले 350मा बेच्छ भने म यसलाई 400मा बेच्छु भनेर मैले निर्णय गरेको छु क्या। पैसा त धेरै आयो नि त, तर निर्णय गरे अनुसार के हुन्छ त, भ्यालु पनि त्यही लेभलको अझै धेरै हुनु पर्यो क्या। उनीहरूले जति सर्भिस दिएका छ नि त्योभन्दा पनि अझै धेरै खालको सुविधा भएको खालको मैले यो सामान बेच्न सक्नु पर्यो क्या। 400 रुपियाँमा बेच्न सक्नु पर्यो क्या। हो, त्यो गर भन्छ क्या। या त यो गर, या त त्यो गर, या त थोरै तिमीले पैसा लो प्राइसमा बेचेर भ्यालु चाहिँ फेरि उति नै हुनु पर्यो, होइन? या त के गर्नु पर्यो, मोर भ्यालु इन, मोर भ्यालु, मोर भ्यालु एकदम धेरै भ्यालु दिनु पर्यो, अनि प्राइस पनि धेरै हुनु पर्यो, त्यस्तो हो है। यो कुरा यसले भन्छ क्या। मैले जस्तो तपाईँले यसको सानो कन्सेप्ट बुझाउन खोजेको, जस्टिफाई हुनुपर्छ क्या। जस्टिफाई हुनुपर्छ, हामीलाई के जस्टिफाई हुनुपर्छ कि यो कारणले हाई प्राइस भएको है। अब मैले मान्छेलाई 400 रुपियाँमा बेचेँ यो भ्याट, तर मैले जस्टिफाई गर्न सक्नु पर्यो, मैले उनीहरूलाई भन्न सक्नु पर्यो। कम्पिटिटरले सोध्यो भने पनि मसँग एन्सर हुनु पर्यो कि मैले यसलाई 400 रुपियाँमा किन बेचेको, वाट इज द रिजन बिहाइन्ड इट, के छ त, मैले भन्न सक्नु पर्यो कि, जस्टिफाई दिन सक्नुपर्छ क्या। हो, यस्तै 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 कुराहरू छन् यो कम्पिटेटिभ एडभान्टेजको बारेमा है त। अब यसमा तपाईँको डिफ्रेन्सिएसन भयो कि भएन हेर्नु त, डिफ्रेन्सिएसन भयो नि त, होइन? डिफ्रेन्सिएसन भयो कि भएन? अब बिचरा मैले भने नि तपाईँले यो कस्ट दुईवटा कुरा छ क्या। एउटा हाम्रो कस्ट भन्ने टपिक हुन्छ, अर्को डिफ्रेन्सिएसन भन्ने टपिक हुन्छ। कस्ट भनेको के बुझ्नु भने, मैले यत्रो बेर भने नि, यसको प्राइस अरूले 350मा बेच्छ, म यसलाई 300 रुपियाँमा बेच्छु, उति नै भ्यालु दिने हो, तर मैले पैसा के गरेँ, घटाएँ, मैले लो प्राइसमा बेचेँ। त्यो कस्टको कुरा भयो क्या। लिडरसिप यता फोकसमा ध्यान दिनु कि कस्टको कुरा भयो त्यो। अनि डिफ्रेन्सिएसनमा चाहिँ के पर्दो रहेछ भने, जुन अघि मैले भने नि, अब
मैले चाहिँ अरू अरू मेरा कम्पिटिटरहरूले चाहिँ कति रुपियाँमा बेच्दैछन् भने तपाईँको त्यही हो 350 बेच्छन्, मैले चाहिँ 400 रुपियाँमा बेचेँ क्या। त्यसलाई के भन्छ, डिफ्रेन्सिएसन भन्छ क्या। अरूभन्दा फरक गरेर छु नि त मैले, होइन हो, त्यो कुरा बुझ्नु पऱ्यो क्या यसमा ल। सिम्पल लजिक चाहिँ त्यो छ। अब यसैको आधारमा हामी भित्री कुरामा गएर काम गरौँ। कस्ट एडभान्टेज भन्छ, अर्को भनेको तपाईँको यो डिफ्रेन्सिएसन एडभान्टेज भन्छ क्या। सो कस्ट एडभान्टेज भनेको चाहिँ के बुझिन्छ भने नि, प्राइसलाई कम गर्नुलाई कस्ट एडभान्टेज भन्दो रहेछ। डिफ्रेन्सिएसन एडभान्टेज भनेको चाहिँ के हो भने यस्तो खालको केही गर्नु कि तपाईँले अब मेरो जस्तो अरू कसैको सामान नहोस् क्या, त्यो लेभलको तपाईँले भ्यालु दिन सक्नु पर्यो। डिफ्रेन्सिएसन भनेको त्यो हो। मैले भनिनँ अघि पनि, यो सामानलाई मैले 400 रुपियाँमा बेचेँ, अरू 350 बेच्थ्यो, मैले 300, मैले 400मा बेचेँ। तर 400मा बेच्दाखेरि मैले किन न कुनै सुविधा थपै आउनु पर्यो क्या, केही न केही भ्यालु अझै बढी दिने खालको मैले गरे हुनु पर्यो क्या। मच्छर मार्ने मार्ने ब्याट हो नि त यो, होइन? त्यो कुरा बुझ्नु न, यति नै छ यसमा है। अब अलिकति कुरामा जाम, यो 4टा पोइन्ट हामीसँग हुन्छ नि, यो 4टाको पोइन्ट बुझेपछि पुगिहाल्छ ल। कुराकानी गरौँ कस्ट लिडरसिप भनेको के हो, वाट इज कस्ट लिडरसिप। ध्यान दिएर सुन्नु है। यताउति के लेखेको छ कि यो साइडमा, यो तपाईँ त नसोच्नु, मैले बुझाएपछि बुझिहाल्नुहुन्छ। एक्जाममा दिने यसो फिगर बनाइदिने अनि हरेक पोइन्टको एक्सप्लेन गरिदिनु त हो नि, होइन? कस्ट लिडरसिप भन्छ क्या। कस्ट लिडरसिप भनेको चाहिँ वास्तवमा यसमा के पर्छ भने कस्टले लिड पाउनु, ठिक छ नि। कस्टमा के हुनु, कस्ट सम्बन्धीको कुरामा लिड पाउनु, कस्टको विजय हुनु क्या। कस्टले लिड पाउनुलाई नै कस्ट लिडरसिप भनेर भनिन्छ। अनि यसमा के बुझिन्छ भने अघि भनेकै कुरा, थोरै कस्टमा प्रडक्ट मेड एन्ड सोल्ड इन थोरै कस्ट। कुरा बुझ्नुभयो कि नै? मैले भने न, यो ब्याट बनाउनको लागि, सुन्नु ल, यो ब्याट बनाउनको लागि मैले बनाउनको लागि जुन मेटेरियल चाहिन्छ नि, एउटा लाइट छ, यो बटन छ, यो मेटेरियल त चाहिन्छ नि, सामग्री त चाहिन्छ। त्यो सामग्री किन्दाखेरि मानौँ मलाई 100 रुपियाँ पर्यो, होइन? तर अरू त्यस्ता केही व्यक्तिहरू छन्, अरू त्यस्ता केही व्यक्तिहरू छन् जुन व्यक्तिहरूले पनि यही ब्याट आफ्नो उनीहरूको कम्पनी अनुसार बनाउन खोज्यो भने 100 रुपियाँ होइन, उनीहरूलाई चाहिँ कति पर्यो अरे, 200 रुपियाँ पर्यो अरे क्या, 200 रुपियाँ। अब मैले त्यही सामान त्यति नै भ्यालु दिने हो, सुन्नु है, सामान त्यही हो, मैले पनि त्यही बेच्ने, उसले पनि त्यही बेच्ने, भ्यालु मैले पनि त्यति नै दिने, उसले पनि त्यति नै दिने। तर मैले के गर्न सकेँ त, मैले त थोरै पैसा 100 रुपियाँ पनि मैले मेन्टेन गर्न सक्ने रहेछु नि त। भनेपछि सस्तैमा बेच्न सक्ने रहेछु, मैले सस्तैमा बेच्न सक्ने रहेछु नि त मैले, होइन? हो, त्यो कुरालाई भनिन्छ कस्ट लिडरसिप क्या। थोर कस्टमा प्रडक्ट मेड एन्ड सोल्ड इन थोर कस्ट, होइन? सामान बनाउनको लागि पनि पैसा थोरै नै लाग्यो, अनि बेच्दा पनि मैले थोरैमा बेचेँ, पैसा पैसा धेरै नखाइ बेचेँ। थोर प्राइसमा प्रडक्ट सेल गर्ने क्या, थोरै प्राइसमा प्रडक्टलाई सेल गर्ने। अर सर्भिस सेम हो, मैले भने नि होइन, प्रडक्ट होस् या त सर्भिस होस्, तपाईँले जुन भ्यालु दिँदै हुनुहुन्छ नि, सस्तोमा दिने क्या, सस्तोमा दिने है। यसैलाई के भनिन्छ भने, यसैलाई हामीले भन्नुपर्छ कस्ट लिडरसिप। कस्ट लिडरसिप भनेको यो हो। इक्जाम्पल तपाईँलाई वालमार्ट भन्ने थाहा छ नि? वालमार्ट कम्पनीले के गर्छ थाहा छ? त्यही प्रडक्ट हो, त्यति नै भ्यालु दिने हो, त्यति नै सर्भिस दिने हो कि, तर उनीहरूको कम्पनीमा के हुन्छ, किन्न गयो त सामान हेर्न गयो भने सस्तोमा दिन्छ क्या उनीहरूले अरूको कम्पेयरमा। भ्यालु फेरि उति नै पाइने हो, होइन? वालमार्ट हो, यसरी बुझ्दा हुन्छ क्या। कस्ट लिडरसिप भनेको चाहिँ यो हो ल। हामीसँग अर्को टपिक छ डिफ्रेन्सिएसन लिडरसिप भन्छ, यहाँ लिडरसिप छुटेछ। डिफ्रेन्सिएसन लिडरसिप भनेको चाहिँ के कुरा बुझ्नु पर्यो त तपाईँहरूले भन्दाखेरि चाहिँ आफ्नो बिजनेसलाई डिफ्रेन्सिएसन गर्नु क्या, इन कम्पेयर टु कम्पिटिटरको बेसमा डिफ्रेन्सिएसन गर्न सक्नु। आफ्नो यस्तो प्रडक्ट बनाउनु जस कसैले बनाउन नसक्ने खालको प्रडक्ट बनाउनु क्या, होइन? कसैले पनि बनाउन नसकोस् क्या, त्यस्तो प्रडक्ट तपाईँले बनाउनु पर्यो क्या। अन्त पैसा पैसा हुँदैन त, हुन्छ नि त, होइन? त्यो कुरा भन्छ क्या। ब्रान्डिङ हुन्छ, त्यो गर्न सक्यो भने के हुन्छ, तपाईँको छुट्टै एउटा ब्रान्ड बन्छ, तपाईँको कस्टमरको रेकग्निसन एकदमै बढी हुन्छ, स्ट्रङ हुन्छ क्या। एक्जाम्पलको लागि मर्सिडिजका कुरा गरौँ, ल्याम्बोर्गिनीका कुरा गरौँ, यिनीहरू डिफ्रेन्स छ कि छैन भन्नु त? अरू कार कम्पनी भन्दा डिफ्रेन्स छ नि त। नाम सुन्दै हामीलाई अचम्म अलिक फरक लाग्छ नि त, होइन? भनेको के हो त, डिफ्रेन्सिएसन लिडरसिप भनेको त्यही हो क्या। डिफ्रेन्सिएसनमा लिड पाउनु, उसले जित्नु, होइन? अरूभन्दा फरक खालको बनाउन सक्नु पर्यो क्या, यसले त्यो कुरा भन्छ। अनि यसपछि गएर हामीसँग अरू को रहेको छ, अर्को एक्जाम्पल भनेको तपाईँको आइफोन। आइफोन एप्पल कम्पनी बुझौँ न, एप्पल कम्पनीले जुन आइफोन बनाएको छ, जस्तो प्रडक्ट निकालेको छ, त्यस्तो अरू कसैले निकाल्न सकेको छैन नि त आजसम्म, होइन? लिडमा छ नि त आइफोन, हो, त्यो कुरा भयो क्या। एक्जाम्पलहरू त्यो दिन सकिन्छ है। अर्को छ हामीसँग कस्ट फोकस भन्छ। कस्ट फोकस भनेको कस्टमा फोकस गर्नु के, कुरा एकदम सिम्पल छ। के गर्नु अरे, कस्टमा फोकस गर्नु क्या। सस्तो हुनु, प्रडक्टहरू बेच्दाखेरि सस्तोमा बेच्नु, सस्तो नै गर्नु, होइन? तर के कुरा बुझ्नु पर्यो भने, तर एउटा हेर्नु है, यहाँ लिडरसिप र यो फोकसको फेरि मिनिङ फरक छ नि। सबै कुरा हुन्छ सुन्दा उस्ता उस्तै लाग्छ, अलिक कन्फ्युजिङ वाला छ कि, तर के बुझ्ने भने लिडरसिप भनेको लिड पाउनु, र फोकस भनेको के हो त, मेरो कम्पनीले 5वटा सेगमेन्टमा हात हालेको छ। सेगमेन्ट भनेको बुझिन्छ नि, सामसुङ कम्पनीको के छ, मोबाइल पनि छ, वासिङ मेसिन पनि छ, अनि टिभी पनि छ, होइन? कम्प्युटर ल्यापटप पनि के छ, मलाई थाहा छैन, मैले जस्ट भने हो। अब फरक फरक सेगमेन्ट हो नि त, हो, फरक फरक सेगमेन्टमा कुनै एउटा सेगमेन्टमा फोकस गर्छ अरे क्या सामसुङले। टिभीमा फोकस गरेर सामसुङले, ल सामसुङले टिभीमा कसरी हुन्छ बेस्ट बनाउनु पर्यो, त्यसलाई भन्छ कस्ट फोकस क्या।
फोकस भनेको एउटा सेगमेन्टलाई बुझ्नु, लिडरसिप भनेको चाहिँ ओभरअलको कुराहरू आउँछ ल। सो कस्ट फोकसमा मैले कुरा गर्दा यही नै हो। इक्जाम्पलको लागि तपाईँलाई थाहा छ कि नै, एउटा त्यही हो क्या, यो भनेको यो सस्तो हो, सस्तोको कुरा हो, तर बट अन्ली फर अ स्पेसिफिक ग्रुप अफ पिपल अर स्मल एरियाको लागि मात्रै यसले फोकस गरेर हुन्छ। एक्जाम्पल तपाईँलाई थाहा छ, एउटा राइन एयर भन्ने छ क्या, RYANAIR, राइन एयर भन्ने एउटा एयरलाइन कम्पनी हो कि, जो चाहिँ एकदमै लो कस्टवाला हो क्या, एकदमै लो कस्ट हो। त्यसले चाहिँ के गरेर हुन्छ भने त्यस्ता व्यक्तिहरूको लागि भनेर त्यो एयरलाइन कम्पनी खोलेको, जसले चाहिँ थोरै पैसामा पनि हवाई जहाजमा उड्न सक्छन् क्या, जो व्यक्तिहरू सस्तो हो, एकदम सस्तो टिकट हुन्छ तिनीहरूको, बुझ्नुभयो नि। फ्यान्सी खालको सर्भिस हुँदैन क्या, बब्बाल खालको सर्भिस हुँदैन क्या, सस्तोवाला हुन्छ तर प्लेनमा उड्न चाहिँ पाउँछन् फेरि है। हो कस्ट फोकस भनेको त्यस्तो भयो कि, होइन, त्यसलाई भन्छ कस्ट फोकस। अनि डिफ्रेन्सिएसन फोकस भनेको चाहिँ कस्तो हो, जस्ट यति बुझ्नु न, कस्ट फोकस एउटा कुनै सेगमेन्टमा फोकस गर्छ क्या, एउटा मात्रै पार्टिकुलर सेगमेन्टमा फोकस गर्छ क्या। जस्तै कुनै कुनै ब्याङ्क यस्ता हुन्छन् होइन, जसले के गर्छ भने घरको सामानहरू किन्नको लागि, हाउस होल्ड सामानहरू किन्नको लागि भनेर लोन दिन्छ क्या, भन्छ एउटा कुनै एउटा एउटा पार्टिकुलर सेगमेन्टमा फोकस गरेर हो नि त। ब्याङ्कले मात्र घरको सामानको लागि मात्र किन दियो त, अरू प्रयोगको लागि किन लोन दिएन, होइन, त्यस्तै तपाईँको त्यो भनेको त्यही हो कि, एउटा पार्टिकुलर सेगमेन्टमा फोकस गर्नलाई कस्ट फोकस भनेर भनिन्छ है त। कुराकानी गरौँ डिफ्रेन्सिएसन फोकस भनेको चाहिँ के हो भने, दिस मिन्स अफरिङ समथिङ स्पेसल, एकदम स्पेसल खालको कुरालाई अफर गर्नु, बट नट ओन्ली फर अ स्पेसिफिक ग्रुप अफ पिपल क्या, होइन, कुनै कुरा दिनु तर स्पेसिफिक ग्रुप अफ पिपल, अघि मैले भने नि अलिक गरिबहरूको लागि मात्र, अलिक लो कस्टवाला मान्छेहरूलाई मात्र भने नि, यसमा चाहिँ त्यस्तो हुँदैन, त्यस्तो हुँदैन, त्यस्तो हुँदैन ल। एक्जाम्पलको लागि तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ, अब कुनै पार्टिकुलर सेगमेन्टमा यसले डिफ्रेन्सिएसन गर्नु क्या, उसको जस्तो अरू कसैले पनि बनाउन नसक्नु क्या, है। एक्जाम्पलको लागि टेस्ला भन्ने कम्पनीको कुरा गरौँ, टेस्लाले के गर्छ, इलेक्ट्रिक कार बनाएको छ त्यस्ता व्यक्तिहरूको लागि बनाएको हो नि त, होइन, जसले इन्भाइरोमेन्टलाई केयर गर्छ, के गर्छ अरे, वातावरण सम्बन्धी इन्भाइरोमेन्ट एकदम केयर गर्छ क्या, एन्ड वान कुल टेक्नोलोजी, जसलाई एकदम कुल पारालाई हिँड्न मन छ, जिन्दगीमा बाँच्न मन छ नि, ती व्यक्तिहरूको लागि भनेर उसले बनाएको हो नि त, होइन। हो त्यस्तो हो क्या। त्योभन्दा पनि महँगो गाडी छ, नहुने होइन, नहुने होइन, छ, नहुने हो त, होइन नि त, नहुने होइन, छ नि त, त्योभन्दा महँगो गाडी पनि पाउँछ। तर के छ त, टेस्लाको यस्तो खालको छ जो चाहिँ अब त्यो पार्टिकुलर यसले चाहिँ भनौँ अरूभन्दा फरक छ क्या, होइन, एउटा मान्छे यसको लागि भनेर टक्क फोकस गरे हुन्छ क्या, त्यस्तो कुराकानी ल। डिफ्रेन्सिएसन फोकस भनेको चाहिँ त्यो यसपछि गएर हामीसँग अर्को टपिक रहेको छ सिलेबसमा, तपाईँको विनिङ कस्टमर्स इन द मार्केट प्लेस भन्छ क्या। कस्टमरलाई कसरी जित्न सक्नुहुन्छ त, कस्टमरको कुरालाई हामीले कसरी जित्न सक्छौँ एउटा मार्केटमा, त्यही कुरा त गरे भने साथीहरू, ले हेर्नु कसरी चाहिँ हामीले अब कम्पिट गर्न सक्छौँ, कसरी चाहिँ जित्न सक्छौँ भन्ने कुराले गरेर छ। यसै भन्दा बढी कुरा केही पनि छैन है। ल हेर्नु एकदम सहिलो छ यो, कति सहिलो छ होइन। कसरी जित्न सकिन्छ, ल हेर्नु अब कसरी जित्न सकिन्छ कस्टमर भने, मार्केटिङ गरेर जित्न सकिन्छ होइन। के गर्नु पर्यो, राम्रो खालको मार्केटिङ गर्न सक्नु पर्यो, जसले चाहिँ ठ्याक्क 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 मार्केटलाई फोकस गरेर हुन्छ कि, होइन। प्रडक्ट डेभलपमेन्टमा ध्यान दिनु पर्यो, जति पनि प्रडक्ट छ उनीहरूको हाम्रो सर्भिसको, त्यसलाई अझै राम्रो बनाउन सक्नु पर्यो। अरू चाहिँ प्राइसिङका कुरा छन्, प्राइसिङ थोरै राख्दिनँ क्या, अरूभन्दा थोरै राख्दिनँ, सो द्याट मान्छे हाम्रोमा धेरै आउँछन्, तर प्रफिट मार्जिन पनि फेरि धेरै हुनु पर्यो है भन्ने कुरा छ। अर्को चाहिँ स्ट्रङ सेल्स टिम, जो हाम्रो कम्पनीमा बसेका सेल गर्ने मान्छेहरू छ, उनीहरू एकदम ट्रेन्ड हुनु पर्यो क्या, मोटिभेटेड हुनु पर्यो क्या, उनीहरूलाई हामीले मोटिभेट गराउनु पर्यो क्या, सो द्याट उनीहरूले पनि राम्रोसँगले काम गर्छन्, होइन। अनि त्यसपछि गएर तपाईँसँग अर्को एउटा पोइन्टमा के रहेको छ भने, कस्टमर सर्भिस भन्छ। कस्टमर सर्भिस चाहिँ के भन्दो रहेछ भने तपाईँको अब त्यही त हो नि, कस्टमर सर्भिस भनेको चाहिँ अब यो उयो क्या, अब कस्टमरलाई जुन सर्भिस राम्रो दिनु पर्यो, राम्रो सर्भिस दियो भने के हुन्छ, त्यो अनुसार कस्टमर आइरहन्छन्, भिजिट गरिरहन्छन्, होइन, होइन भने त आउँदैन नि त, यसरी नआयो त्यसरी भागिहाल्छ। सो कस्टमर सर्भिस पनि राम्रो हुनु पर्यो भन्ने कुरा गर्छ क्या। प्रोभाइड एक्सिलेन्ट कस्टमर सर्भिस टु बिल्ड ट्रस्ट एन्ड लोयल्टी विथ कस्टमर एन्ड टु क्रिएट पोजिटिभ वर्ड अफ माउथ मार्केटिङ भन्छ क्या। अनि अर्को पोइन्ट चाहिँ हामीसँग तपाईँको ब्रान्डिङ भन्छ, ब्रान्डिङ गराउन सक्नु पर्यो। स्ट्रङ ब्रान्ड यदि बिल्ड गर्न सक्यो कम्पनीले भने के हुन्छ, उसको सर्भिस आफै राम्रो बन्छ। त्यही भएर विनिङ कस्टमर इन द मार्केट प्लेस भनेको त्यही हो क्या, कस्टमरलाई तपाईँले कसरी आफ्नो सर्भिसमा भित्राउन सक्नुहुन्छ, आफ्नोमा धेरै मान्छे ल्याउन सक्नुहुन्छ, यस्तो चाहिँ कुरा त छ नि। अर्को छ नेटवर्किङ भनेको पनि त्यही हो, बिल्डिङ रिलेसनसिप विथ अदर बिजनेस अर्गनाइजेसन एन्ड इन्फ्लुएन्सर इन द इन्डस्ट्री टु इन्क्रिज भिजन, यो होइन। अनलाइन प्रेजेन्स पनि भन्छ कि तपाईँ अनलाइन पनि छाउनु पर्यो नि, कहाँ उयो मात्रै गरेर हुन्छ, अनलाइन पनि छाउनु पर्यो भन्छ। अर्को छ टेक्नोलोजीको प्रयोग गरे क्या, नयाँ नयाँ के छ टेक्नोलोजी आएकाहरूलाई युज गर्नु पर्यो भनेर भनिदिन्छ, सकिहाल्यो, केही पनि गाह्रो छैन है। लास्टमा हाम्रो सिलेबसमा टपिक भर्चुअल भ्याल्यु चेन भन्छ। भर्चुअल भ्यालु चेन भनेको तपाईँको के रहेको छ भने, एकदम सजिलो छ, नामै काफी छ। भर्चुअल भनेको के हो, अनलाइनको थ्रुबाट हुने। भ्यालु चेन भनेको के हो त,
एउटा कुनै प्रोसेस हो जसको थ्रुबाट भ्यालु दिने काम गरिन्छ। सो भर्चुअल चेन रिफर्स टु द, यहाँ है साथीहरू, भर्चुअल चेन रिफर्स टु द प्रोसेस हो एउटा अफ क्रिएटिङ भ्यालु, क्या भ्यालु दिने काम गरिन्छ तर के को माध्यमबाट अरे, डिजिटल मिनको माध्यमबाट, rather देन ट्रेडिसनल फिजिकल प्रोसेसेस। फिजिकलीको थ्रुबाट भन्दा अनलाइनको थ्रुबाट गरिन्छ भने त्यसलाई हामीले भर्चुअल भ्यालु चेन भनेर भन्छौँ। यसका केही की कम्पोनेन्टहरू पनि छन् है, भने लेख्दा पनि भयो नलेख्दा पनि भयो, यो पनि पढ्नु होला। यिन भर्चुअल चेनमा के हुन्छ भने नि, कम्पनीले डिजिटल टेक्नोलोजीहरूलाई प्रयोग गर्छन् क्या। उनीहरूले आफ्नो कम्पनीको केही कुरा डिजाइन गर्नको लागि होइन, प्रडक्टलाई प्रड्युस गर्नको लागि, मार्केटमा छिर्नको लागि र डिस्ट्रिब्युट गर्नको लागि के गर्छ अरे, डिजिटल प्लेटफर्मको माध्यम गर्छ। लोजिस्टिकहरू भन्छ नि, अनलाइनको थ्रुबाट तपाईँ दराजे हेर्नु, अब त्यस्तै कुराहरू हो क्या। भ्यालु दिनु पर्यो, कुनै सर्भिस चलाउनु पर्यो होइन। यसकै हामीसँग केही की कम्पोनेन्टहरू छन्, यो यसो सुनिचराउनु होला। की कम्पोनेन्टमा पर्ने पोइन्टहरू यही त हो। भर्चुअल डिजाइनले के भन्छ भने, अब डिजिटल टुल एन्ड टेक्नोलोजीहरूको प्रयोग गरेर डिजाइन गरिन्छ क्या प्रडक्ट र सर्भिसलाई होइन। अब यस्ता यस्ता सफ्टवेयरका कुराहरू भयो। भर्चुअल म्यानुफ्याक्चरिङले के भन्छ भने, अब युजिङ डिजिटल टुल एन्ड टेक्नोलोजी टु प्रड्युस प्रडक्ट एन्ड सर्भिसेस सच एज 3D प्रिन्टिङ एन्ड रोबोटिक्स। 3D प्रिन्टिङहरू गरिन्छ नि त, त्यो अनलाइनकै थ्रुबाट हुन्छ होइन। भर्चुअल मार्केटिङले के भन्छ भने, अब डिजिटल टुलको प्रयोग गरेर सोसियल मिडियाको थ्रुबाट, अनलाइन एडभर्टाइजिङको थ्रुबाट, फेसबुक विज्ञापन गरेर हुन्छ होइन। भर्चुअल डिस्ट्रिब्युसनले सबै काम हुँदैन त। आजभोलि हेर्नु त अचम्म लाग्छ नि त है। पहिले अब कुनै मार्केटिङ गर्नु पर्यो भने पुरा फिजिकली मात्र हुन सम्भव थियो, रेडियोबाट भन्ने सम्भव थियो, अनलाइनबाट केही सम्भव थियो थिएन त, सबै सम्भव छ होइन। त्यस्तो त हो नि। भर्चुअल डिस्ट्रिब्युसनले के भन्छ भने, अब डिजिटल टुल एन्ड टेक्नोलोजीकै प्रयोग गर्नु क्या। इक्जाम्पल तपाईँको के छ, इ कमर्स प्लेटफर्महरू एन्ड डिजिटल मार्केट प्लेस, फेसबुकमा मार्केट प्लेस भन्ने यस्ता कुराहरू भयो होइन। भर्चुअल कस्टमर सर्भिसले के भन्छ भने, कस्टमरलाई सर्भिस दिन्छ भर्चुअलको थ्रुबाट क्या। यी च्याट बोर्ड भनेर थाहा तपाईँलाई, कुनै वेबसाइटमा जाँदा त्यो अटोमेटिकली हामीले च्याट बोर्ड हामीसँग बोल्छ नि, कति मजाले रिप्लाई गर्छ नि, हाई लेख्छ टक्कै हेलो लेख्छ होइन। त्यो आफै क्या अटोमेटिकली मान्छे मान्छे जस्तै हो, तर सिस्टमले काम गरेर हुन्छ नि त होइन। या भनौँ भर्चुअल एसिस्टेन्ट पनि हुन्छ। तपाईँको युट्युबमा के हुन्छ भने नि, युट्युबमा मेरो युट्युब च्यानलको कुनै पनि केही समस्या आयो भने मैले युट्युबलाई डाइरेक्ट क्वेसन सोध्न मिल्छ क्या, पुरा लाइभ च्याटमा बोल्न मिल्छ क्या। सबैजनासँग त यो सुविधा हुँदैन होइन, तर केही केही मान्छेहरूसँग त्यो सुविधा हुन्छ क्या। कुनै कुनै च्यानलले सुविधा पाएको हुन्छ, च्यानल अलिकति ग्रो भएको छ भने क्या। अनि त्यस्तोलाई के हुन्छ, सोधेर उनीहरूको मजाले हामीले इस्यु सुनेर सल्भ गर्न सक्छौँ क्या। हाम्रो सल्भ गरिन्छ क्या युट्युबले भनौँ न। सो भर्चुअल कस्टमर सर्भिस भनेको त्यस्तै हो। तपाईँहरू साथीहरू कोही हुनुहुन्छ जसलाई चाहिँ अब आफ्नो च्यानल छ, या त अरू कसैको तपाईँले सुन्नु भएको छ होइन, कता 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 सुन्नु भएको छ, जसको युट्युब च्यानल छ तर कुनै समस्या आएको छ, विचार समाधान भएको छैन, च्यानल ह्याक भएको छ, यस्ता उस्तै कुनै पनि यदि तपाईँको युट्युब रिलेटेड इस्यु यदि आएको छ, रिगार्डिङ मोनेटाइजेसन, रिगार्डिङ एडसेन्स एकाउन्ट भने मलाई प्लिज है सम्पर्क गर्न सक्नुहुन्छ ल। मेरो फेसबुक आइडी सम्पूर्ण लिङ्क तल डिस्क्रिप्सनमा दिएको छु, तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ, मैले सहयोग गर्न सक्नेछु है। किनभने नि म यसमा अलिकति एक्सपर्ट छु कि। सो ट्राई गर्ने हो, समाधान हुन सक्छ भन्ने एउटा आशा है त। तपाईँको आफ्नै या त तपाईँको साथीभाइ या आफन्त कहिलेको कसै न कसैले तपाईँलाई जिन्दगीमा कुनै न कुनै बेला त भन्छन् क्या, युट्युबमा यस्तो भयो, कहाँ खोज्नु हौ साथी, कहाँ खोज्नु हौ भाइ, कहाँ खोज्नु हौ दाइ भनेर भन्न सक्छन् क्या कसैले। त्यो बेला मलाई सम्झिनु होला, यति हेल्प चाहिँ गरिदिनु होला, जसरी मैले तपाईँलाई अहिले हेल्प गरिदिइरहेको छु। हस् ल, हुन्छ साथीहरू, ठिक छ। आशा छ भिडियो हेरेर बुझ्नुभयो। च्याप्टर सकिसकेको छ हाम्रो, यति नै हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो।